सम्पूर्णमा नमस्कार। आज चाहिँ म यो वाटरप्रुफको लागि युज गरिने डक्टर फ्रिसिटको बारेमा भन्न म चाहिँ एलडब्ल्यू प्लस 101 र यूआरपी 301 कहाँ युज गर्ने र कसरी युज गर्ने धेरैको चासोको विषय रहेको हुन्छ र धेरैजना पनि कन्फ्युज भएका हुन्छन्। त्यसैले आज म चाहिँ यी दुईटा कहाँ युज गर्ने र कसरी युज गर्ने भन्ने कुरा भन्न गइरहेको छु। रहेको छ हाम्रो एलडब्ल्यू प्लस 101। यो चाहिँ हामीले सुरुमा चाहिँ यसलाई चाहिँ हामीले नर्मल्ली भनेको यो मिक्समा कङ्क्रिट मिक्समा राखेर त्यससँग मिक्स बनाएर हाल्ने गरिन्छ भने यूआरपी 301 चाहिँ हामीले जेनरली कोटिङको रूपमा युज गर्ने गरिन्छ। सुरुमा एलडब्ल्यू प्लस 101 चाहिँ नि हामीलाई यो चाहिँ जेनरली लिटरमा आउने गर्छ भने यो चाहिँ हामीलाई जेनरली केजीमा आउने गर्दछ र यसको हामीले युज भनेको चाहिँ नि एउटा भनेको छ रुफ कङ्क्रिटिङको लागि। रुफ कङ्क्रिटिङ भनेको चाहिँ नि छत ढलान गर्दाखेरि त्यसबाट ओस नपसोस् अथवा पानीहरू त्यसबाट चाहिँ नचियोस् भन्नको लागि हामीले युज गर्ने गरिन्छ। अर्को छ प्लास्टरिङमा मिसाएर गरिन्छ भने अर्को छ प्लास्टरिङमा प्लास्टर गर्दाखेरि चाहिँ नि मिसाएर गरिने गरिन्छ। अर्को छ रिटेनिङ वाल बनाउँदाखेरि। अर्को रहेको छ एक्सटर्नल अथवा आउटर प्लास्टर लाइनिङ। यो भनेको चाहिँ नि बाहिरी घरको बाहिरी भागमा प्लास्टर गर्दाखेरि युज गर्ने गरिन्छ। अर्को छ ब्रिक मेसनरी। ब्रिक मेसनरी बनाउँदा पनि हामीले त्यसमा मोटारमा मिसाएर त्यसलाई वाटरप्रुफ गराउन सकिन्छ। र के काम गर्छ त कसरी काम गर्छ भन्ने कुरा भन्न गइरहेको छु। सुरुमा चाहिँ कङ्क्रिटलाई चाहिँ वाटरप्रुफ गराउने गर्दछ। कङ्क्रिट वाटरप्रुफमा यसले चाहिँ क्र्याकलाई पनि एभोइड गर्ने गर्दछ। कङ्क्रिटलाई क्र्याक हुनबाट जोगाउँछ। अर्को छ हामीले आरसिसी गरिदिँदाखेरि जुन हामीले सरिया राखिन्छ अथवा स्टिल युज गरिन्छ त्यसलाई पनि कोरोजन हुनबाट जोगाउँछ। स्टिलले चाहिँ कोरोजन हुनबाट जोगाउँछ। र अर्को यसको पार्टहरू यसले चाहिँ होर क्याबिलिटी पनि बढाउने काम गर्दछ। होर क्याबिलिटी चाहिँ यसले इम्प्रुभ गर्ने गर्दछ। र हामी धेरैजना झुकिन्छौँ कि यसलाई रेसियो कति हाल्ने, यसलाई मिक्स कसरी गर्ने, युज कसरी गर्ने भन्ने कुरा धेरैजना झुकिरहेका हुन्छौँ। यसको नर्मली रेसियो भनेको चाहिँ पर 1 ब्याग सिमेन्ट अथवा 50 केजी सिमेन्टको लागि चाहिँ हामीले चाहिँ 200 ml चाहिँ युज गर्नुपर्दछ। हाम्रो एक बोरा सिमेन्ट हाल्नुको चाहिँ 50 केजी हुन्छ र 50 केजी सिमेन्ट युज गर्दा चाहिँ 200 ml चाहिँ हामीले त्यसमा मिसाउनु पर्यो। त्यो कङ्क्रिटमा मिसाएर चाहिँ हामीले कङ्क्रिटको काम गर्नु पर्यो, कङ्क्रिटको अथवा प्लास्टरको। यसै गरी हाम्रो अर्को रहेको छ यूआरपी 301।
URP 301 भनेको चाहिँ नि हामीले जेनरल चाहिँ कोटिङको रूपमा युज गरिन्छ। जस्तै LW+ 101 चाहिँ नि हामीले जुन त्यो कङ्क्रिटमा अथवा मोटरमा मिक्स गरिन्छ भने URP 301 चाहिँ नि हामीले कोटिङको रूपमा स्लरी बनाएर चाहिँ हामीले कोटिङ गरिन्छ। जस्तै यसको मेन युज भनेको हामीले ड्याम प्रुफ कोर्सको लागि युज गरिन्छ, DPC को लागि अथवा DPC बनाउँदाखेरि। अर्को छ हाम्रो टेरेसलाई कोटिङ गर्ने बेलामा युज गरिन्छ। अर्को छ बाथरुम कोटिङको युजमा। बाथरुमको पानी चाहिँ तल लिकेज नहोस् अथवा नरसाओस् भन्ने हेतुले चाहिँ हामीले URP 301 युज गर्ने गरिन्छ। र अर्को छ हाम्रो किचनमा युज गर्ने गरिन्छ र बाल्कनीमा। यसको मेन वर्क भनेको चाहिँ नि कहाँ काम गर्छ, त्यसले के काम गर्छ त भन्दाखेरि जस्तै कतै क्र्याक भयो भने चाहिँ नि त्यो क्र्याकलाई सिल गर्ने उद्देश्यले हामीले यसलाई कोटिङ गरिन्छ। प्रिपेयरिङ अथवा रिपेयरिङ। जस्तै छत ढलान गर्यो त्यसमा हामीले क्र्याक देख्यो भने चाहिँ नि यो URP 301 को कोटिङ बनाएर अथवा स्लरी बनाएर चाहिँ अनि त्यो क्र्याकमा राखिदिनु पर्दछ र त्यसले चाहिँ त्यो पानीलाई चाहिँ चुइनबाट जोगाउँछ। र अर्को छ जोइन्टमा कङ्क्रिट जोइन्ट। जस्तै नयाँ अथवा पुरानो कङ्क्रिटहरू छ जुन त्यसलाई जोइन्ट गर्नु पर्यो भने चाहिँ नि हामीले यसको स्लरी बनाएर राख्ने गरिन्छ। यसको रेसियो भनेको चाहिँ नि 1:1.5 रहेको छ। यो भनेको चाहिँ नि 1 kg URP 301 मा चाहिँ 1.5 kg सिमेन्ट मिसाउने र त्यसलाई राम्रोसँग मिक्स गरेर यसको स्लरी बनाउने। अनि त्यसपछि हामीले कोटिङ गरिदिनु पर्छ। र कोटिङ गर्दा चाहिँ सुरुमा होरिजेन्टल कोटिङ गर्नु पर्यो र त्यसलाई हामीले 24 घण्टासम्म छोडिदिनु पर्यो र 24 घण्टापछि चाहिँ फेरि डबल कोटिङ गर्नु पर्यो। र डबल कोटिङ गर्दा चाहिँ सुरुमा होरिजेन्टल गरिएको थियो भने सेकेन्डमा चाहिँ भर्टिकली गर्नु पर्यो। र कोटिङ गर्दा चाहिँ हामीले त्यही स्लरी बनाएर चाहिँ ब्रसको युज गरेर हामीले कोटिङ गर्न सकिन्छ। अर्को कुरा भनेको हामीले जुन क्र्याक रिपेयरिङ भनिएको छ, क्र्याक रिपेयरिङ गर्दा चाहिँ जस्तै हामीले अब ढलान सकेपछि चाहिँ नि स्मल लाइन हेयर क्र्याकहरू त्यहाँ आउने गर्दछ र त्यो क्र्याकलाई रिपेयर गर्नलाई चाहिँ नि सुरुमा त्यो क्र्याकलाई हल्का छिनोबाट फोरेर अलि ठुलो गराउने र त्यसमा चाहिँ यसको स्लरी बनाएर चाहिँ हामीले यसलाई युज गर्न सकिन्छ। यो स्लरी गराउँदा चाहिँ हाम्रो जेनरल रेसियोको त 1देखि 1:1.5 छ भने स्लरी गर्न चाहिँ 1:1 पनि गराउन सकिन्छ। वाटर प्रुफिङ गर्दा चाहिँ URP 301 लाई चाहिँ यो कङ्क्रिटहरूमा नमिसाउने, किन यसको छुट्टै रिजल्ट आउँछ भने यसको छुट्टै रिजल्ट आउँछ। समरीमा भन्नुपर्दा LW+ 101 चाहिँ हामीले जेनरली कङ्क्रिटमै त्यसमा मिसाएर गरिन्छ भने URP 301 लाई चाहिँ हामीले कोटिङको रूपमा युज गर्ने गरिन्छ। अर्को भन्न छुट्याएको यहाँ चाहिँ अब जस्तै वाटर ट्याङ्क बनाउँदाखेरि अथवा सेफ्टी ट्याङ्क सेफ्टी ट्याङ्क बनाउँदा हामीले धेरै युज गरिरहेका हुन्छौँ। जस्तै LW 101 चाहिँ कङ्क्रिटमा मिसाउने। जस्तै अब हामीले ढलान गर्दाखेरि मिक्स डिजाइन जुन हाम्रो मिक्स डिजाइन रहेको हुन्छ त्यो मिक्स डिजाइनमा चाहिँ हामीले पर 50 kg मा चाहिँ 200 ml चाहिँ मिसाएर हामीले कङ्क्रिट गर्ने गरिन्छ। जस्तै प्लास्टरमा पनि त्यही हो, रिटेनिङ वाल बनाउँदाखेरि मोटरमा युज गर्नु पर्यो, एक्सटर्नल अथवा आउटर प्लास्टर गर्दाखेरि त्यही प्लास्टरको मोटरमा युज गर्नु पर्यो। जस्तै यिनीहरू चाहिँ पुरै यहाँ चाहिँ मोटरमा चाहिँ मिक्स गरेर राख्नु पर्यो। अब यसको काम भनेको चाहिँ एउटा कङ्क्रिटलाई वाटरप्रुफ गराउँछ अथवा वाटरप्रुफको काम गर्छ।
क्र्याकिङलाई एभोइड गर्ने काम गर्दछ। स्टिललाई चाहिँ कोरोजन हुनबाट बचाउँछ र चाहिँ वर्काबिलिटी चाहिँ यसले इम्प्रुभ गर्ने काम गर्दछ। अब यसको रेसियो भनेको चाहिँ 1 ब्याग सिमेन्टमा चाहिँ 2 सेमा चाहिँ हामी मिसाएर युज गर्नु पर्यो। यसै गरी चाहिँ URP 301 भनेको चाहिँ जेनरली भनेको कोटिङको लागि युज गर्नु पर्यो। जस्तै यसको काम भनेको जस्तै डिपिसी लेभलमा चाहिँ हामीले कोटिङ गर्न सकियो। अनि टेरेसमा चाहिँ छत ढलान भइसकेपछि कोटिङको रूपमा युज गर्नु पर्यो। तर हामीले जेनरली ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ कोटिङ गर्दा चाहिँ सुरुमा त्यहाँको लुज जोइन्टहरू जुन हाम्रो त्यो लुज जोइन्टलाई चाहिँ निकाल्नु पर्यो, राम्रोसँग सफा गर्नु पर्यो, ब्रस गर्नु पर्यो। अनि त्यसपछि बल्ल हामीले चाहिँ कोटिङ गर्नु पर्यो। र कोटिङ गर्दा चाहिँ नि एकचोटि होरिजेन्टल गर्नु पर्यो, त्यसपछि त्यसलाई 24 घण्टासम्म राख्नु पर्यो, त्यसपछि फेरि डबल कोटिङ गर्नु पर्यो। जस्तै अब बाथरुम कोटिङ गर्ने बेलामा अनि किचनमा त्यो बेसिनहरूको वरिपरि अथवा टाइलहरूको युज गर्ने बेलामा, अनि अर्को चाहिँ बाल्कनीमा, अनि अर्को चाहिँ वाटर ट्याङ्क अथवा सेफ्टी ट्याङ्कको जुन हामीले प्लास्टर गरिन्छ, प्लास्टर गरिसकेपछि त्यसलाई हामीले कोटिङको रूपमा युज गर्नु पर्यो। अब यसको काम भनेको चाहिँ नि एउटा त क्र्याक भइसकेको क्र्याकलाई चाहिँ हामीले रिपेयर गर्नको लागि, त्यसबाट पानी नछिरोस् भन्नको लागि। अर्को चाहिँ नि जस्तो फोटेका कङ्क्रिट हुन्छ अथवा त्यसलाई चाहिँ जोइन्ट गराउनु पर्यो भने त्यसको स्लरी बनाएर हामीले बिचमा हाल्नु पर्यो। अर्को भनेको चाहिँ यसको रेसियो भनेको चाहिँ 1:1.5 1 kg URP 301 चाहिँ 1.5 kg सिमेन्टमा स्लरी बनाएर चाहिँ कोटिङ गर्नु पर्यो। कोटिङ गर्दा चाहिँ सुरुमा होरिजेन्टल कोटिङ गऱ्यो भने चाहिँ नि त्यसलाई 24 घण्टामा राख्नु पर्यो र त्यसपछि फेरि भर्टिकल गर्नु पर्यो। यी दुईटाको डिफरेन्स चाहिँ यही नै रहेको छ। कहाँ युज गर्ने र कसरी युज गर्ने भन्ने कुरा चाहिँ हामीले भनिसक्यौँ। यति भन्दा अन्य थप जिज्ञासा छन् भने चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।